नमस्ते साथीहरू, के तपाईलाई मानिसहरुसँग बोल्न लाज लाग्छ? इन्टरभ्यूमा के तपाई भकभकाउनुहुन्छ? क्यामेराको अगाडि तपाई डराउनुहुन्छ? त्यसो भए यो तीनवटा स्टेपलाई फलो गरेर हेर्नुहोला। तपाईले रिजल्ट आफै पाउने नै छ। स्टेप 1 छ पावर पोज एक्टिभेसन। ऐनाको अगाडि गएर 2 मिनेटसम्म छाती फुलाएर टाउकोलाई सिधा गरेर र हातहरू फैलाएर उभिनुहोस्। यसो गर्दा साइन्टिफिकली स्ट्रेस कम हुन्छ र कन्फिडेन्ट बिल्ड अप हुन्छ। स्टेप 2 5 सेकेन्ड स्माइल। तपाई जे एक्सन गर्दा पनि 5 सेकेन्डको लागि स्माइल गर्नुहोस् र डीप ब्रेथ गर्नुहोस्। तपाईको दिमागलाई लाग्नेछ कि सबै थोक तपाईको कन्ट्रोलमा छ। स्टेप 3 माइक्रो विन रिप्लाई। आँखा बन्द गरेर 10 सेकेन्डको लागि तपाईको पहिलाको सफलतालाई सम्झिनुहोस्। जस्तै तपाईको कसैले तारिफ गरेको थियो, तपाईले आफ्नो टार्गेट चाँडै पूरा गर्नुभएको थियो। यसले तपाईको माइन्डमा आई क्यान डु इट मोड अन हुन्छ। बस यो 1 हप्ताको लागि ट्राई गरेर हेर्नुहोला। यसले तपाईको जीवनमा कन्फिडेन्ट र मानिसहरुसँग बोल्ने नयाँ ऊर्जा र विश्वास प्रदान गर्नेछ।